रुकुम पश्चिमका 9 वर्षीय भाइ एलिस पुन जो एप्लास्टिक एनिमियाबाट ग्रसित भएका छन्। यी भाइको लागि भनेर अत्यन्तै समाजसेवी मनकारी दाइ हुनुहुन्छ अनिल महर्जन दाइ, जो काठमाडौँ तारकेश्वरमा बस्नुहुन्छ। आज यी भाइलाई मात्र होइन, यी भाइभन्दा अगाडि धेरै बिरामीहरू जसलाई हामीले तपाईँहरूमाझ देखायौँ, ती बिरामीहरूलाई उहाँले केही न केही आफूले सक्दो सहयोग गर्नुभएको छ। म भाइ भिडियो झट्ट हेर्दैन, हेरेँ भने जसको भिडियो हेरेँ मलाई त्यसलाई सहयोग नगरिकन म यत्तिकै बस्न सक्दिनँ भनेर भन्नुहुन्छ। दाइले अघि पनि मलाई त्यही भन्दै हुनुहुन्थ्यो, मैले हेरिहालेँ भाइ, अब यो भिडियो नहेर्नु थियो, म हेरिहालेँ, अब हेरेपछि चाहिँ मैले जसरी हुन्छ सहयोग गर्नै पर्छ भाइ। त्यो मेरो मनले मान्दैन, त्यो कारणले गर्दा म जसरी भने आउँछु, तिमी कहाँ छौ भनेर भन्नुभयो। मैले यहीँ मेरो अफिसमा आउनुहोस् दाइ भनेर भने। मैले थापातलीमा रहेको हाम्रो अफिसमा बोलाएँ, अनि त्यसपछि भाइलाई आमालाई पनि बोलाएँ। आमा पनि यतै बस पार्कमा बस्नु भएको थियो, आमालाई पनि बोलाएँ, अनि बाबुलाई लिएर आमा आउनु भएको छ। अनि दाइलाई म सर्वप्रथम धेरै धेरै धन्यवाद दिन चाहन्छु दाइ, एकदमै धेरै धेरै धन्यवाद। तपाईँ एकदमै मनकारी हुनुहुन्छ, एकदमै समाजसेवी हुनुहुन्छ दाइ। साँच्चै के भन्ने हो भने तपाईँको मनमा कुनै पनि स्वार्थ लुकेको छैन। दाइले उतैबाट पैसा पठाइदिनु लाउनु भएको थियो, मैले आफै आउनु दाइ भनेर मैले आफैले नै ल्याएर यहाँ राखेर, किनभने एलिस पुनलाई सहयोग एकदम धेरै खाँचो छ। दाइले यसरी सहयोग दिइरहेको दृश्य पनि भिडियो पनि धेरैले हेर्नुभयो भने पनि सायद म पनि केही सहयोग गर्छु कि भन्ने लाग्छ होला भन्ने हिसाबले पनि एउटा भिडियो तयार गर्दैछु। अनि एलिस पुनको लागि अहिलेसम्म आएको भनेको झन्डै 3.5 लाख रुपियाँ सहयोग आएको रहेछ, र त्यति रुपियाँले बाबुको उपचार हुँदैन। बाबुको उपचारका लागि अझै धेरै रकमको आवश्यकता छ। तपाईँहरूले सकेको सहयोग गरिदिनु होला। जसरी आज अत्यन्तै समाजसेवी मनकारी दाइ अनिल महर्जन दाइले आफूले सकेको सहयोग गरिदिनुहुन्छ। दाइ के कति सहयोग गरिदिनुहुन्छ? यो अहिले मैले चाहिँ बाबुलाई अब यतिले त केही हुने होइन, म जस्तै मनकारी अरू पनि हुनुहुन्छ होला होइन। अब मैले जति नै गरेँ त्यति गर्नुपर्ने हुन्छ नि, 1000 होस् 500 100 किन 10 किन नहोस् होइन। सबै यदि 3 करोड नेपाली जनता दाजुभाइ दिदीबहिनी आमाहरू हुनुहुन्छ होइन, सकेको सहयोग गरिदिन अब यो भाइको जीवन बचाइदिनु भने म यो 10 औँला जोडेँ सबैलाई नमस्कार। मैले चाहिँ यो 25,000 रुपियाँ 25,000 रुपियाँ सहयोग गर्दै हुनुहुन्छ अनिल महर्जन दाइले। दाइ हुन्छ बाबुलाई दिनु होला। बाबु समाउ, तिम्रो उपचारका लागि थोरै पैसा गरेर धेरै पैसा बनाएर तिम्रो उपचार गर्ने हो बाबु है। अनिल दाइले यो पैसा दिनुभएको छ, सहयोग गर्नुभएको छ, तिम्रो जिन्दगी बचाउनको लागि हो, बुझ्यौ? के भन्छौ दाइलाई, के भन्छौ अङ्कललाई, के भन्छौ? धन्यवाद अङ्कल भन्न चाहन्छु म सहयोग गरेकोमा। नमस्ते गर। तपाईँ के भन्न चाहनुहुन्छ अनिल दाइलाई? दाइलाई म धेरै धेरै धन्यवाद। दाइले सहयोग गर्नुभयो मेरो बाबुलाई। दाइलाई कहिल्यै पनि दुःख कष्ट कहिल्यै नआओस्, अरूले पनि यस्तै गरेर मेरो बाबुलाई सहयोग गर्नुहोला भन्न चाहन्छु। दाइ नमस्कार। बाबुको अलिस बाबुको भिडियो हेर्नुभयो? हजुर हो, हिजो हेरेँ, हिजो बेलुका हेरेँ, हेरेपछि हिजो अस्ति मैले हजुरलाई फोन अस्ति फोन नउठेपछि मैले हिजो फेरि दोहोऱ्याएर हजुरलाई गरेँ होइन। अनि यो मैले सम्पूर्ण बाबु भनेर बुझेपछि हजुरले यस्तो भन्नु केही सहयोग गरिदिन्छु भनेर मैले हजुरलाई हिजो भनेँ होइन। अनि त्यही अनुसार हाम्रो हिजो कुरा अनुसार म यहाँ आइपुगेँ। मैले सकेको 25,000 रुपियाँ बाबुले सहयोग गरिदिएको छु। त्यही त तपाईँले हाम्रो भिडियोहरू हेर्नुभएको हुन्छ दाइ होइन। धेरै पीडितहरूलाई तपाईँले सहयोग गरिसक्नु भएको छ योभन्दा अगाडि पनि। जसको हेरे पनि म गर्छु चाहिँ तपाईँको हजुरको पनि श्री चौधरी राख्नुहुन्छ, उता बाबुरामले राख्नुहुन्छ होइन। जसले राखे पनि म कसले यो कहाँ गर्ने सोधेर म आफै दुःख पाएकाहरू, निमुखाहरू, गरिबहरूको सहारा बन्नुभएको छ दाइ तपाईँ अहिले, थाहा छ तपाईँलाई? तपाईँ अहिले गरिब दुःखीको सहारा बन्नुभएको छ। आफू मात्र जिएर भयो भने अरू पनि जिउनु पर्छ भने चाहिँ मेरो होइन, आफू बाँचेर अरू पनि बाँच्नुपर्छ भने चाहिँ मेरो चाहिँ सिद्धान्त छ नि। अब सकेको आफूले सकेको गरौँ न। अब मैले जस्तै बाबुलाई 25,000, मैले अर्कोलाई 25,000 गर्नुपर्छ भने मैले अब मेरो मनले मलाई भगवान्ले नि यति गर भन्यो किन हो, 5,000 कि 3,000 किन्नुहोस् होइन। हिजो एक ठाउँमा पठाइदिएको छ, आज बिहान दाङमै पनि नाउँ चाहिँ मैले थाहा पाइनँ। जाँदैछ उहाँ चाहिँ अहिले खानै नपाएपछि एउटा अभाङ्ग हुने रहेछ, 5,000 पठाएर रासन चामल पनि आज उहाँले बाँड्नुभयो, सायद अहिले किन्दैछु भन्नुहुन्थ्यो। अब भिडियो पठाइदिनुहुन्छ उहाँले मलाई। निकै मनकारी हुनुहुन्छ, एकदमै मनकारी दाइ हुनुहुन्छ अनिल महर्जन दाइ। एकजनालाई दुईजनालाई मात्र होइन, धेरै पीडितहरूलाई, धेरै गरिब दुःखीहरूको सहारा बन्नुभएको छ। धन्यवाद दाइ। दाइले आज जो रुकुम पश्चिमका भाइ एप्लास्टिक एनिमियाबाट ग्रसित भएका यी बाबुको लागि भनेर 25,000 रुपियाँ सहयोग
दिनुभएको छ। दाइलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अफिसमै आएर दाइ तपाईँकै हातले दिनुहोस् भनेर भनिसकेपछि दाइ यहीँ अफिसमै आएर दाइले नै आफ्नै हातले पीडितलाई सहयोग गरिसक्नु भएको छ। र अब तपाईँहरू पनि एलिस बाबुको लागि केही सहयोग गर्न चाहनुहुन्छ भने पनि यो भिडियोको स्क्रिनमा उहाँहरूको डिटेल्स छ, सहयोग गरिदिनु होला भनेर भन्न चाहन्छु। विशेष गरी रुकुम पश्चिमतिरका व्यक्तिहरूलाई पनि म आग्रह गर्न चाहन्छु, तपाईँको छोरा जस्तै, तपाईँको भाइ जस्तै तपाईँकै ठाउँको व्यक्ति यसरी बिरामी भइरहँदा यी बाबुलाई हामीले मर्न दिनु हुँदैन। यी बाबुको धेरै लामो आयु रहोस् हामी कामना पनि गर्छौँ। हुन्छ दिदी, ल तपाईँ अहिले यतै के अरे काठमाडौँमै बसिरहनु भएको छ? हजुर, काठमाडौँमै बसिरहँ, वसुन्धरा पर बस्छौँ। केमा बस्नु भएको छ? त्यही रुममा बसेका छौँ, एउटी नानी छिन् होटेलमा, त्यहीँ। मतलब होटेलमा बस्नु भएको छ? हजुर। कता उतै गाउँतिरको होटेल हो? गाउँतिरको होइन, पहिला एकपटक बस्या भए बेला त्यही चिनेको होटेलमा बसिरहेका छौँ। अनि यता बाबु सुतेछ? नानी सुतेछ। नानी नि? हजुर, नानी। एउटा बाबु, यो नानी हो। हजुर। अनि अब यो भिडियो हेर्ने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? यो भिडियो हेर्ने दर्शकहरूलाई हेरेर भनिदिनु ल, हात जोडेर। यो भिडियो हेर्ने दर्शकहरूलाई जो कोहीले हेर्नुभएको छ भने देश विदेशमा बस्नुभएकाले अब जति हुन्छ थोरै भए पनि 100 200 भए पनि मेरा बाबुलाई सहयोग गरिदिनु होला, अनि बाबुले नयाँ जीवन पाउनेछ भन्न चाहन्छु म। यता यता सिधा हेर। कस्तो छ तिमीलाई? गाह्रो भइरहेछ। गाह्रो भइरहेछ? हजुर। के गर्दा गाह्रो हुन्छ? सास फेर्दा, अनि अरू? हिँड्दाखेरि। हिँड्दाखेरि? ल उपचार भएपछि ठिक हुने है? हुन्छ? ल ल हुन्छ हुन्छ दिदी, जानुहोस् राम्रोसँग है। ल बाबु जाऊ है। हस्, केही भन्न छ अङ्कललाई? यता अङ्कललाई के भन्न छ? सहयोग गरिदिएकोमा धेरै धेरै धन्यवाद छ अङ्कल। के भन्न छ दाइ? अब बाबु बिस्तारै ठिक हुन्छ होइन। यत्रो अब 3 करोड जनताले अब हेर्नु होला नि, अब उहाँले राख्नुभयो यो भिडियो हेरेर तिमीलाई धेरै थोरै आउँछ। बिस्तारै सङ्कलन यो सहयोग सङ्कलनमा चाहिँ ठिक हुनेछ अब है त बाबु, है निको हुनुपर्छ है त। हुन्छ, ल आज जानु है। फेरि पनि त्यस्तो केही भयो भने हामी बोलाउँछौँ है। हजुर, हस्। हस्, ल।